हेलो गाइस, फेरि पनि म आइसकेँ। के भन्न चाहन्छु भन्दाखेरि यो ठाउँ आउनको लागि यो दुईजना मान्छेसँग साह्रै ल्याङल्याङ गरेको म रुएर खराएर जान्छु, लैजानुपर्छ, तिमीहरू मात्र जाने भए पानी परोस् तपाईँहरू जाँदाखेरि भन्दै हेलो एभ्रिवान, आज चाहिँ हामीहरू घुम्न जाँदैछौँ। मेरो दादा म यो हुनुहुन्छ। दादा ताप्न छिटो मेरो दादा र म है, दादाको टाउको देखिँदा मेरो नदेखिने, मेरो देखिँदा दादाको नदेखिने रहेछ। हामी जान लागेछौँ घुम्न। कुन ठाउँ दादा भनिदिनुहोस् सजिलै। त्यो सस्पेन्स राखौँ न होइन, अहिले सँगै घुमौँ न। अहिले त्यहाँ पुगेपछि थाहा हुन्छ तपाईँहरूलाई है। हस्, अब हामी जाँदैछौँ। चिप्केर बसिराख्नु होइन तपाईँहरू हामीसँग, हामी देखाइहाल्छौँ नि। चिकम पड्काउँदै चपाउँदै डाइलग चिक्काउँदै हामी गएँ। मैले बाई, यो चाहिँ हाम्रो सानो मिनी बस हो होइन। यस्तो हेर्दाखेरि त डब्बा जस्तो देखिन्छ है। यहाँनिर हेर्नु त मेरो दादालाई यस्तो गेटअपमा हुनुहुन्छ उहाँ है। फुल सुज एन्ड ब्याग स्याग गिरेर कहाँ जान लाग्नुभयो त सबैले गेस गर्नुपर्छ। ब्रेसलेट थाहा भइसक्यो होला कहाँ जान लागेको भन्छ र हेरेर थाहा पाइसक्नुभयो होला। ल ठिक छ, अब त्यहीँ पुगेर हामी अफकोर्स तपाईँहरूलाई देखाउने छौँ हामी कहाँ छौँ भनेर। यो चाहिँ मालदिभ्सको कबुतर पार्क होइन। त्यो चाहिँ कबुतरहरू पनि देखाइदिनु न दादा। होइन ऊ त्यहाँ छन्, त्यहाँनिर छन् होइन। अनि नेपालीहरूको चाहिँ झन्डा पार्क अरे है। फेरि यहाँ चाहिँ नेपालीहरूले चाहिँ झन्डा पार्क भन्ने हो। यहाँ ठुलो झन्डा भएर यो चाहिँ हाम्रो बोट। कमिङ 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 देयर छिटो। अब कहाँ हुन्छ ठाउँ? आइपुग्यो दाइ। आइपुग्यो। जाऊ। चलो। चलो चलो चलो। कसको बेरेको यो? कुन त? Who's better than don't care? Cap also here. What time? 6:45. 6:45. Yeah. कस्तो लाग्यो त? एकदम राम्रो। अब एकछिनमा म एउटा कुरा भन्छु जुन मैले हिजो गरेर आएको छु। के चाहिँ? तपाईँ र माझा म्यामले सँगै राख्नुपर्ने हुन्छ। एकछिन हामी कहाँ आइपुग्यौँ अरे फाइनली? WELCOME 2GULHI कहाँ अरे? कहाँ अरे? वेलकम टु गुही। लडेको छ। हामी आइपुग्यौँ गाइस। अघिदेखिको हामी कहाँ जानु लागेको भनेर भनेको थियौँ। हामी फाइनली हामी त्यो ठाउँमा आइसक्यौँ। अब हामी भित्रहरू पनि हेर्नेछौँ के छ कस्तो छ होइन। दाइ कहाँबाट आउनुभएको र यहाँ घुम्नलाई? भाइ म मालेबाट आएको। मालेबाट होइन, हुलु माले हो दाइ। म हुलु मालेबाट आएको भाइ। होइन नेपाल कुन ठाउँ? हामी चाहिँ नेपालबाट होइन, हामी नेपाल धरान छेउछाउतिरबाट आयो। धरान इटरी धरानबाट आयो। एकदम बबाल रमाइलो हुँदैछ। हामी अहिले गुलीमा छौँ, एकदम रमाइलो भइरहेछ। अब अझ हुनेवाला छ, भर्खर आएको छौँ होइन। अझ के गर्न बाँकी छ। आज चाहिँ सनबाथ लिने हाम्रो प्लान हो। हेलो गाइस, यो ठाउँहरू देख्दै हुनुहुन्छ। यहाँ चाहिँ हामी बेबीहरूलाई लिएर इन्जोय गराउन सक्छौँ अनि हामी आफै पनि बेबी हुन सक्छौँ, गएर खेल्न सक्छौँ। यति राम्रो छ यहाँ हेर्नुहोस्। वाउ
समर टाइम एकदम रमाइलो हुने रहेछ त्यो राम्रो रहेछ सबै ठाउँ यो बाटोबाट हामी आयौँ अब हामी भित्र जाँदैछु हेर्नु है सबैजना हाम्रो ग्रुपहरू अगाडि लागिसक्नु भयो यहाँ मालदिभियन फ्यामिलीहरू पनि हुनुहुन्छ पुरै एउटा परिवार हो फ्यामिली हो दादा र म मात्र छुट्टी छु भने 1-2 जना हाम्रो दाजुहरू हुनुहुन्छ नेपालबाट आउनुभएको उहाँहरू अब हामी बिस्तारै हामी जाँदैछौँ है त हाम्रो एजुकेसनमा हेर्नु त कति राम्रो फुलहरू आहा हेर्नुहोस् त यस्तो मालेमा देख्न पाइँदैन हैन क्युट कति राम्रो यस्तो लरे फुल चाहिँ मैले देखेको थिइनँ है आजै देखेको है यो त मैले आजै देखेको घाम हेर्नु है गाइज कति धेरै छ अनि मैले फेरि आज नगरेको कुरा भनेको चाहिँ सनस्क्रिम नलगाएको भोलि त मेरो हालत एकदम राम्रो हुने रहेछ कालो होइन कालो हुन्छ जस्तो चाहिँ एउटा लेयर बस्छ कालो हैन कति दिनसम्म जाँदैन क्या फेरि त्यो कत्ला जस्तो निस्किन्छ अनि कति दिनसम्म जाँदैन सेट नेपालबाट आएको यहाँ मल्दिभियनहरूलाई घुमाउनलाई चाहिँ यहाँ हामीसँग कति सानो बेबीहरू पनि छ त देखाम यहाँ ल हेर्नु त हेर्नु त तिमी देखेर अरे हो मलाई देखेको छैन है केपीबाको नाति होइन हेलो गाइस फेरि पनि म आइसकेँ के भन्न चाहन्छु भन्दाखेरि यो ठाउँ आउनको लागि म यहाँ कहाँ हुनुहुन्छ भने नि यो 2 जना मान्छेसँग साह्रै ल्याङल्याङ गरेको मैले म रुएर खराएर जान्छु लैजानुपर्छ तिमीहरू मात्र जाने भए पानी परोस् तपाईँहरू जाँदाखेरि भन्दै म चिच्याएर कराएर म यो ठाउँमा आउन पाएँ लेट्स सी है त अब यो ठाउँ कस्तो चाहिँ रहेछ त यो ठाउँ है त गाइस देखेर सक्नुभयो होला ल है यहाँ हेर्नु है गाइस ल हेर्नु त ल यो हो नि त अनि यो हो नि त दामी लाग्यो अहिले बेलुनमा चाहिँ उडौँ न दाइ हजुर ठिक लाग्यो एकदम ठिक छ भ्यूहरू पनि यसो त्यो भ्यू त लिनुपर्छ है अलिक जुम गरेर लिनु जुम गरेर लिनुपर्छ यहाँ त रमाइलो अब के गर्ने उनीहरू अब मिल्दैन अनुसारले होला नि त होइन प्याकेज होइन यहाँनिर यो बिकिनी बिच भयो क्या अनि आँखा छोप्नु अनि आउनु होइन हामीलाई यहाँ रमाइलो छ उता गराउनु फोटो खिच्नु पाइएन अनि त्यो गुलीमा त्यहाँ फोटो खिच्नु पाइएन भने हो अनि कसले खिच्दैन मलाई थाम्छ कि थाम्दैन हौ यहाँनिर बहिनी लड्यो भने मलाई चमाउ है ल कोसँग ट्रोपिकल आइल्यान्ड चिलमा यस्तो रे है हामी चाहिँ किन यतापट्टि किन सरेको अरे अघि उताको ठाउँबाट यहाँनिर खोइ ससेसहरू बनाउने हो सासेज होइन उता चाहिँ बिकिनी बिच भयो ए एउटा बिकिनी बिच भयो अरे होइन अनि त्यस्तो यहाँ मालदिभ्सको मान्छेले अलिक मान्छेहरूले अब त्यस्तो मिल्दैन त्यस्तो ठाउँमा जानलाई त्यही भएर चाहिँ हो हामी अर्को ठाउँमा सरेको अर्को ठाउँ जाँदैछु म अहिले खासै त्यहाँ चाहिँ तर बिचमा चाहिँ बिकिनी छैन होइन अनि त्यहाँनिर त्यो एउटा उयो छ कि बिचमा एउटा नजर पनि छैन त्यसमा होइन अब भ्यूहरू पनि देखिँदैन त्यहाँ चाहिँ अनि त्यहाँनिर उयो छ नि चाहिँ एउटा छैन तर बिच चाहिँ छ यहाँनिर पानी छ नि पौडी सौडी खेल्नलाई चाहिँ हुन्छ त्यो पिङ्क थियो नि त्यहाँनिर हो त्यो पिङ्कमा चाहिँ फोटो खिच्न मन लागेको थियो त्यो अब त्यो त्यही पनि होला त्यहीँनिर पनि हुन्छ अब यहाँ थियो भने यही हुन्छ थाहा पाइ नै हाल्नु हुनेछ छ कि छैन भनेर तपाईँहरूले पनि होइन
ल हामी जाँदैछौँ कट अब हजुरलाई यहाँ आएर कस्तो फिल भइरहेको बस न सबभन्दा सुरुमा चाहिँ यहाँ धेरै गर्मी फिल भइरहेछ त्यसपछि अलिअलि रमाइलो पनि फिल भइरहेछ होइन अहिले रिसेन्टली भन्नुहुन्छ भने चाहिँ भोक लागेर पुरै बिजोग छ कुहीँ होइन काका लु काकाले के भन्नुहुन्छ त यहाँ आएर हजुरलाई कस्तो फिल भइरहेको छ मालदिप्स चाहिँ साउदी जस्तो गर्मी भए तापनि समुद्रको छेउमा चाहिँ मलेसिया जस्तो फिलिङ भइरहेछ एकदम त्यसैले समयले साथ दियो भने फेरि आई विल कम ब्याक मालदिप्स नेक्स्ट इयर सो द्याट वी आर अल्सो ह्याप्पी हामी खुसी छौँ टी सर्ट चाहिँ सेम लाउनुको कारण टी सर्ट सेम लाउनुको कारण नेपालबाट हामी चाहिँ वर्किङको लागि होइन टुरिस्टको हिसाबले आएको हुनाले 4 जना चाहिँ हामीले एउटै ड्रेसमा हौँ भन्ने उद्देश्य हाम्रो मात्र देखा पर्नु भयो अब 2 जनाको बाँकी उहाँ 1 जना चाहिँ उता हुनुहुन्छ अब आशिष दादाको पालो आउँदैन नवीन दादाको ल अनि हजुरलाई चाहिँ कस्तो फिल भइरहेको छ अब 7 वर्ष भयो होला म यहाँ बसेँ होइन भाइ 7 वर्षमा घुम्न त धेरै घुमियो तर अब यो साथीहरूलाई लिएर आएर चाहिँ घुमाउन पाउँदा राम्रो खुसी फिल भइरहेको छ भनौँ न त्यस्तै अरू हाम्रो सनम भाइले भन्नुहुन्छ कान्छो भाइ सनम भाइ कहाँ जानुभयो त अब सनमको त हेलो एभ्रिवानलाई हेर्नु हजुरलाई चाहिँ कस्तो फिल भयो त यहाँ आएर एकदम रमाइलो भइरहेछ फर्स्ट अफ अल मालदिप्स एकदमै धेरै नेचुरली पनि र यो सीको कारणले पनि एकदम धेरै ब्युटिफुल पनि रहेछ होइन तर गर्मी चाहिँ अलिक साह्रै गर्मी रहेछ मेन इम्पोर्टेन्ट कुरा चाहिँ मालदिप्स आयो घुमियो तर जो पनि हामी मालदिप्स आउनु छ हाम्रो एरियाबाट विथ काका चाहिँ आउनु पर्ने रहेछ यहाँ भन्ने कुरा भयो इन्टरटेनमेन्ट र हाँसिलो रमाइलो स्पोन्सरसिप दिएर आउनुभयो भने कोही पनि तपाईँ एकछिन हाँसिकन रहन सक्छ यो कुरा कन्फिडेन्स हामी दिलाउनु छ भोकले पनि मर्नुहुन्न भोक चाहिँ काकालाई लागिरहेको छ र बेला बेलामा सु पनि काकालाई आइरहेको छ त्यस्तो नगर्नु अनि अब सबै कुरा राम्रै छ होइन भोक मलाई त तिर्खा पनि लागेको छ हजुरलाई लागेको छ तिर्खा त पानी मैले बिहानै खाएको 2 लिटर पानी खाएको हामी चाहिँ आज खास त्यो बेलुनमा माथि उडेर गएर चाहिँ तल हामफाल नै भनेर चाहिँ आएको हो त्यो बेलुनै देखिएको छैन त्यो चाहिँ के हो खास कुरो बुझ्नु पर्यो होइन आजैदेखि ब्यान्ड भयो अरे त्यो बेलुन होइन होला आजैदेखि ब्यान्ड भयो अरे बेलुन तपाईँ आउनु ओ आज त हुँदैन यस्तो यो तपाईँ आउँदा बेलुनले बेलुन आजैदेखि चाहिँ बेलुन ब्यान्ड भयो अरे यहाँ यस्तो कहाँ हुने बेलुन फुटाउनु म त रुममा गएर सुत्छु है बरु हुँदैन यस्तो हामी आज 5औं दिन हो मालदिप्स आएको चाहिँ प्रत्येक दिन हाम्रो प्रत्येक डेमा चाहिँ हाम्रो डिफ्रेन्ट हामीले महसुस गरिरहेको छौँ अनुभव गरिरहेको छौँ मालदिप्सको प्रत्येक दिन हामीले यहाँ पोस्ट गरिरहेको छौँ आज 5औं दिन हो भरे हामीले 5 डेको पनि हामीले पोस्ट गर्नेछौँ हामी हर्षित छौँ खुसी छौँ मालदिप्समा गर्मी भए तापनि रिसोर्ट या त समुद्रको किनारमा बसेर हामीले चिसो हावा खाएको अनुभव भएको कारणले गरेर है हामी खुसी छौँ धन्यवाद र मालदिप्समा आएर बहिनी नाम के अरे बहिनी सपना साथमा भाइ अस्मित भाइ आफ्नै गाउँको भेट भएको कारणले पनि धेरै खुसी छौँ हामी त्यसैले आउँदो दिनहरूमा पनि फेरि हामी आउन चाहन्छौँ र विशेष धन्यवाद दिन चाहन्छु म आशिष पौडेल र मेरा सहकर्मी भतिजहरू सहमत भएर चाहिँ यहाँ टुरिस्टको रूपमा हामीले आउनु पाउँदाखेरि हामी धेरै खुसी छौँ आउने दिनहरूमा म अरूलाई भन्न चाहन्छु लाइफ जिन्दगीमा केही छैन त्यसैले भ्रमण गर्नुपर्छ टुरिस्ट कस्तो फिल हुँदो रहेछ थाहा पाइयो भन्नु न वार्षिक रूपमा हप्ता 10 दिन घुम्नुपर्छ होइन त्यसैले हामी आउने दिनहरूमा पनि अरूलाई म भन्न चाहन्छु सल्लाह सुझाव काम मात्रै ठुलो कुरो होइन त्यसैले फ्री टाइम लिएर हामीले वार्षिक रूपमा हप्ता 10 दिन घुम्दाखेरि
धेरै रमाइलो महसुस गरिने रहेछ भन्ने हामीलाई अनुभव भयो। सुरु दिन हामीले के हेर्नुभयो होला हामी त्यो ठाउँदेखि चाहिँ त्यहाँ बिगिनी भएको कारणले हामी त्यहाँ बस्न मिलेन किनकि हाम्रो मालदिभियन फ्यामिली हामीसँग हुनुहुन्छ है हेर्दै सबैजना त्यही भएर चाहिँ हामी उहाँदेखि आयौँ यता अनि यो ठाउँ पनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ हेर्नुदै हजुरहरू पनि देख्न सक्नुहुन्छ एकदम राम्रो छ है कोही चाहिँ उहाँ स्विमिङको लागि गइसक्नु भइसक्यो त्यहाँनिर भिडियो बनाउँदै हुनुहुन्छ अनि हाम्रो फ्यामिलीहरू चाहिँ यहाँ हुनुहुन्छ होइन सबैजना एकदमै धेरै माया उहाँहरू सबैलाई गरिदिनु होला उहाँ हुनुहुन्छ मेन चाहिँ मेरो चाहिँ सुपरभाइजर हो अनि हेर्नु न सानो मान्छे के गर्दै हुनुहुन्छ है त्यही हेर्नु त ल मान्छेले कत्रा काम गर्दै हुनुहुन्छ यहाँनिर खोइ हाँसिदेऊ न जित्यो स्माइल देख्नुभयो त कति ज्ञानी बेबी छ ओके थ्याङ्क यू पानी छैन मालदिभ्समा आएर पनि आँप खान पाइयो आँपको अनुभव लिनु पाइयो नेपालभन्दा स्विट लाग्यो एकदम अमिलो छैन दाइ हामीले छ केही मात्रामा तर पनि गर्मीको बेलामा हामीले खानु पाउँदा हर्षित छौँ हामी खुसी छौँ सिङ्गै काटेर होइन के मसला हालेको मसला हालेर गरेर राति नै यिनीहरूले गरेर राखेको क्या बार्बीक्यू बनाउनलाई मेरिनेट गरेर राखेको चाहिँ राखिदिएको पुरै फ्लेभर आइरहेछ क्या यहाँनिर कोबाट आएको कुन एजेन्टबाट आएको कति पैसा दियो मिठो चाहिँ मिठो छ सेलेरी त त्यही ओभरनाइट मसला हालेर मेरिनेट गरेर राखेको अब नेक्स्ट टाइम त्यसरी नै राखेर खानु पर्ला जस्तो अब बहुत दामी खोया खोया कि खोया भन्छ खोया होइन खोया हो खोया त मकैको हो नि जेको भए पनि स्पेसल छ होइन जस खाइसकेको छ नि त्यो फ्लेभर चाहिँ क्या त्यो नुन मसला पिरोको होइन बालुवा रहेछ यार अलिअलि खाइयो क्या मसला आऊ त मसला आऊ अब के अरे त्यो कोप्रो परेको माग है त्यो के छ त्यो पिलेट चाहिँ सल्ल परेको माल कोप्रो माल बढी आउँछ बगी स्टाइल हो कोप्रो परेको चाहिँ हेर्नु पर्ने हो कहाँ छ अरे कोप्रो परेको चाहिँ यसमा चाहिँ धेरै आउने हो डेट्स यो चाहिँ ससेज अनि यो चाहिँ रोसी दिस इज म्याङ्गो पिकल यहाँनिर हजुर चाख्नु पर्यो नि हजुर चाख्नु पर्यो त होइन म त्यहाँ उब्रियो भने सबै खान्छु हो के भयो त उब्रेको फिर्ता लाँदैन नि त्यहाँ पिकनिक हो नि त सक्कर खानु पर्दैन होइन यो मलाई नआठ चाहिँ किन कुदे गरेको होइन अरू भन्दा पनि त्यसको तिग्राको ट्याटु चाहिँ कस्तो भएको होस् यार मैले कराएँ भनेर कन्टेन्ट होइन किन कुदेको त मलाई भागेर कहाँ पुग्यो त यो कसको यो खोइ कसैले खाएको छैन आधी हालौँ न गिलास उडाउँछ क्या अहिले कत्रो उडायो भने अलिक पानी झरो फेरि होइन यो अघि सिधाउनु भएको कति भोक लागेको छ त यहाँ नि छोराहरूको पिकनिक हो कसको हो गाडीहरू कहाँ चाहिँ आउनु भएको होला भाइको तपाईँ कुन कहाँ यहीँ काम गर्छु भाइ म यहीँ कन्स्ट्रक्सनमा काम गर्छु कति 150 रुपियाँ तल इटा बोक्नुपर्छ त्यो ब्लकहरू सेतो खालको इटा
ब्लक बस्नुपर्छ यस्तै छ सुताइ पनि यहाँ चाहिँ यस्तोमा सुत्नुपर्छ आज माथि पर्ने भयो तर यत्रो मेहनत गर्दा पनि तपाईँ किन ह्यान्डसम हुनु भएन भन्दा त सुत्छ लाग्नु भयो त यहाँ चाहिँ अब यो फिस टुना कोकोनट यहाँ चाहिँ 150 यो होइन चाहिँ रोसी भइहाल्यो अघि भनिहालेँ मैले कलेजमा गएर सुकुटी भन्ने चाहिँ आफू यो चाहिँ टुना होइन दाइ टुनाको सुकुटी यस्तो हुँदाखेरि त लाल चन्दन जस्तो देखिन्छ होइन कहाँ लाल चन्दन हो यो सकुवा काठ जस्तो देखिन्छ सकुवा काठ हो यो पुरै पुरै के भयो दा स्क्वायर पिसमा छ त अनि हो र त्यो समुद्रको पानीले कुल्ला गर्नुपर्छ यस्तो सिलुटी गर्नु हो मैले त्यही भएर खाएको कस्तो स्पेसल त गिलास उडाउँछ दाइले यसको टेस्ट कस्तो लाग्यो दाइ यो सकुवाको दाउरा यो विशेष गरेर मालदिप्समा चाहिँ माछाको देश भनेर पनि परिचित छ त्यसैले माछा धेरै पाउने भनेर एउटा परिचित छ यहाँ आएर नेपालको भैँसीको सिकुटी भन्दा माछाको सिकुटी बबाल लाग्यो मलाई यस्तो अनुभव लिनु पाइएको थिएन नेपालमा त्यसैले मालदिप्समा आएर माछाको सिकुटी चाहिँ एकदम दामी लाग्यो टेस्ट र नेपाल जाँदाखेरि फर्किँदाखेरि म यो मालदिप्सको माछाको सिकुटी लगेर टेस्ट गराउने छु रामधुनी सरको नगरवासीलाई सबैलाई कतिसम्म सम्भव हुन्छ सबैलाई त नभनौँ तर पनि कतिलाई सम्भव हुन्छ म टेस्ट गराउने प्रतिबद्धता जनाउँछु अब यहाँ दाइ चाहिँ भर्खर स्विमिङ गरेर आउनुभयो बिचमा होइन कस्तो फिल भयो त कस्तो अनुभव भयो यहाँ विदेशको मालदिप्सको नेपालको भेटारको नमस्ते झरनामा भन्दा चतराको कोसीमा भन्दा बेग्लै अनौठो यहाँ चाहिँ कोसीमा चाहिँ खेलेको एकदम रमाइलो फिल भयो तातो घाम भए तापनि समुद्रमा माछासँग पौडी खेल्नु पाउँदाखेरि धेरै खुसी छौँ हामी त्यसैले मालदिप्सको समुद्रमा पनि आएर नुहाउनु सफल भयो राइडिङ गर्नु त्यसै गरी प्रत्येक दिन हामीले अनौठो अनौठो अनुभव गरिरहेका छौँ पोस्ट पनि गरिरहेको थियौँ हामीले आज 5 डे हो भोलि 6 डे हाम्रो अन्तिम दिन भएको हुनाले आज फ्राइडे इज होलिडे so that we are all happy. Yes, my friend. Happy Friday. Yes, come with me. Come, Josh. Come. Hey. Hello, Josh. Come na, take an interview, yeah. Don't take me again. अनि माछाहरू चाहिँ कस्तो कस्तो देख्नुभयो त अनि माछाहरू चाहिँ बाघको जस्तो रागे टाटे पाङ्रे रातो डिफ्रेन्ट कलरको रहेछ मयूर कलरको लाइफमा भनौँ न आजसम्म त्यस्तो अनुभव नदेखेको अनुभव मालदिप्समा आएर सपना पुरा भयो मेरो त्यसैले असम्भव भन्ने कुरो केही पनि रहेनछ किनभने समुद्रभित्र चाहिँ माछा मात्रै पौडिन्छ भन्ने भान भइरहेको थियो मानवता पनि हामीले पनि पौडेर खेल्नु सफल भयो यसैमा हामी खुसी छौँ र यति भन्दै आउने दिनमा समयले साथ दियो भने अरू दिनमा पनि फेरि अरू वर्ष फेरि आउनेछौँ हामी र तपाईँहरूलाई पनि टाइम मिल्छ भनेदेखि थाइल्यान्ड युके
को सट्टा मालदिप्समा आउनुहोस् तपाईँहरू नौलो अनुभव बटुल्नुहुन्छ भने थाइल्यान्ड र युकेहरू छोडेर मालदिप्समा आउनु आह्वान गर्दछु म रिक्वेस्ट गर्दैछु तपाईँहरूलाई अनि यो मालदिप्सको चाहिँ कुन ठाउँ हो यो कुन ठाउँमा मालदिप्सको यो गुले भन्ने ठाउँमा चाहिँ हामीले आजको दिन 5औं दिन हामीले मनोरञ्जन गरिरहेका छौँ प्रत्येक दिन हामीले दिन प्रतिदिन हामीले नयाँ नयाँ ठाउँमा रिसोर्टमा गएर नौलो अनुभव बटुलिरहेका छौँ हामीले अहिले हामीले यो गुले स्टेट ठाउँमा चाहिँ हामीले राइडिङ गरेर पौडी खेलेर सबै हामीले अनुभव लिएको छौँ अबको समय भने त्यस पश्चात हामीले युएसएबाट आउनुभएको युएसएबाट आएको साथीहरूसँग पनि गएर टुगेदर थोरै भए पनि इन्जोय गर्ने यस्ता टाइपको इन्जोय गर्ने हामीले उहाँ पनि गएर उनीहरूसँग टुगेदर फोटो लिएर इन्जोय गर्ने हामीले थोरै सानो आश गरेको छौँ कतिसम्म समयले साथ दिन्छ हामी समयको प्रतीक्षामा छौँ मेरो नाम चाहिँ पूर्णबहादुर मगर हो तर मेरो टाइटल या फेमस नाम बन्धु मगर भनेपछि मेरो सुनसरी रामदिन साथमा चाहिँ सबैले चिन्ने भएको हुनाले त्यो पनि म भन्न चाहन्छु त्यसैले आउने दिनहरूमा अर्को सालमा फेरि पनि म हप्ता 10 दिनको लागि छुट्टी मिलाएर आउने प्रयास गर्दैछु That's why she also taking you, okay? She make hair side me. यो चाहिँ के गरेको बहिनी अब तिमीले यो आँप तासेको खानुलाई केसँग खाने यो त धुलो खोर्सानी सुसानी छैन अनि हामी यहाँ अब अचारसँग के अरे यसको नाम के अरे यसको नाम त वाट इज दिस नेम रिहा कुरु रे है रिहा कुरुसँग हामी म्याङ्गो खाँदैछौँ यस्तो छ यो पिकनिक यस्तै हो यहाँ चाहिँ रक्कसँग होइन रुखहरूमा चाहिँ यसरी झुलुङ्गे पिङ बनाएर राखिदिएको छ यहाँ भने टक्कसँग चिल्ला रिल्याक्स गर्ने होइन रिल्याक्स गर्ने भन्दा होइन बेलुकातिर बुढाबुढीहरू आएर चाहिँ अब नेटवर्किङ गर्ने ठाउँ हो यहाँ चाहिँ होइन दाइ यता खबर उता खबर यता आइल्यान्डमा के भइरहेको छ होइन कसले के गरिरहेको छ सब रेकर्ड हुन्छ नि त यहाँनिर बुढाबुढीहरूको कामै यही हो के गर्छ अरे बहिनी गफसफ गर्छ आइल्यान्डमा के भयो घरमा कसले के भयो कसको के भयो होइन को परिवारमा को आयो को गयो कति बस्छ कस्तो खालको छ व्यवहार होइन राम्रो छ नराम्रो छ कुरा काट्ने ठाउँ चाहिँ यो एक राउन्ड घुमाइदेऊ त भर्खर एउटा नेटवर्किङ गरेर गयो कता जाँदैछौँ अरे बहिनी रुम जाँदैछौँ रुम गएर चिलमा एकछिन बस्ने चार्ज गर्ने सुरुमा किन त बिचमा चाहिँ कालो भएको बिचमा भनेको त गहिरो ठाउँ हो क्या त्यहाँनिर चाहिँ अब त्यहाँनिर चाहिँ उयो त हरियो टाइपको देखेको छ नि त्यहाँसम्म चाहिँ जान मिल्छ त्यसपछि चाहिँ उता चाहिँ एकदम डिप गहिरो छ त्यहाँ चाहिँ धेरै गहिरो चाहिँ फेरि पर उता छैन नि पर उता छैन फेरि त्यस्तै त्यहाँनिर पनि जस बालुवाहरू थपेर बढाउनु चाहिँ मिल्छ बीज बनाउनु मिल्छ क्या त्यो त्यस्तो खालको ठाउँ हो अब रुम आइपुग्यौँ यो चाहिँ के रहेछ अहिले हेल्थ केयर रहेछ है यहाँनिर चाहिँ सानो तिनो क्लिनिक जस्तै रहेछ यहाँ चाहिँ पछाडि होइन यो चाहिँ अनि यता चाहिँ एम्बुलेन्स चाहिँ अघि पनि देख्नुभएको थियो यहाँ आउँदाखेरि यो चाहिँ एसटिओ फार्मेसी पनि रहेछ यहाँनिर देखिएन कि हो मलाई देखे भयो भने फार्मेसी किन देख्नु पर्यो होइन भनिदिइहालेँ सुनिहाल्नु भयो थाहा भइहाल्नु भयो त्यसपछि के चाहियो र धेरै होइन ल अब एकछिनपछि भेट्नुपर्छ फेरि यहाँ चाहिँ बालुवासालुवा लागेको हुन्छ भनेर होइन टक्क खुट्टा धोएर अनि मात्रै छिर्ने हो अनि मात्रै गृह प्रवेश गर्ने होइन दाइ के कसो हो अब चाहिँ हामी फर्किँदै होइन सबैजना
अहिले 4 बजेको बोट छ अहिले 3:30 भयो आधी घन्टा बाँकी छ अब आधी घन्टामा के गर्ने भाइ पर्खिने के हुन्छ अहिले हेरौँ न हैन अब चाहिँ हामी फर्केको हैन खानेकुरा हो लाउने कुरा भएको खानेकुरा र मैले खाइदिएँ